एकदम हाम्रो कन्टेन्टमा मैले अहिले पनि बसेर टक्क बनाउनु पऱ्यो भने टपिक मात्र भित्रको गुदी कन्टेन्ट नहुनु टपिक मात्र म 100 निकालिदिन सक्छु। कम्पिटिसन हुनुपर्छ। कम्फर्ट जोनमा बसिरह्यो भने कहिले त्योभन्दा राम्रो गर्न सक्दैन। एउटा एकजना लिडर हुनु पऱ्यो जो छँदैछ होइन। कहिले कहिले अब हामी डाउन भइरहेको हुन्छ, कति प्रोजेक्टहरू गर्छ हामीले पनि अब यसो बाहिरबाट हेर्दाखेरि कति प्रोजेक्टहरू हामीले निकालेको छैन कि राम्रो लागेन निस्केन, मेहनत त गएको छ नि त। जे पनि अपलोड गरिदिने होइन त्यो पनि होइन है। यस्तो यस्तो कुराहरू चाहिँ अलिकति दाइबाट फिल्टर गर्नुपर्छ। गऱ्यो भने मिस्टेक रिपिट हुनु भएन, अर्कोचोटि मिस्टेक हुनु भएन। यस्तो कुराहरू अब हाम्रो टिममा यस्तो कुराहरू भइरहेको छ। यसमा एउटा भिजन भएको मान्छे चाहियो होइन। अनि भिजन भएको मान्छेलाई साथ दिने मान्छेहरू पनि अलिकति भिजन भएकै हुनुपर्छ। अनि त्यसपछि जे पनि गर्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। जस मैले भर्खर यो लाइनमा जोइन हुँदाखेरि चाहिँ के गरिरह टाइपको गर्थेँ कि युट्युबलाई अब फ्यामिलीले त त्यति मतलब गर्दैन थियो नि त। अनि के गरिरह यो अब क्यामेराम्यान मन छ होइन, माथिबाट हेर्न मन छ भने चाहिँ तिम्रो कन्टेन्ट होइन हाम्रोमा एकदम चाहिने कन्टेन्ट एडिट होइन, क्यामेरा नलेज थाहा हुनु पऱ्यो। अनि अलिकति म्यानेजमेन्ट भइसकेपछि यस्तो सो गर्न सकिन्छ कि क्यालकुलेट गर्नु पऱ्यो भने नि एकजना गेस्टले 40,000 to 50,000 गिफ्ट लगिरहेको हुन्छ है, मजाले लगिरहेको हुन्छ होइन। अनि खुसी भइहाल्छ, त्यति त दिनु पऱ्यो यार। पनि अब गिफ्ट स्पोन्सर्स होइन यस्तो यस्तो आइपुग्छ। म चाहिँ फर्स्टमा फुड छ भने टेस्ट गर्नु पऱ्यो, लुगा समथिङ केही छ भने यसो हेर्नु पऱ्यो, लाएर हेर्नु पऱ्यो आफूले कस्तो चाहिँ के छ। अब एक प्लट धुन पाएको छैन, कालोको सेतो हुन्छ कि। अनि त्यस्तो लाग्यो नेपालको वान अफ द फाइनेस्ट क्लोदिङ इन्डस्ट्री भन्न त सुहाएन नि त। हामीलाई त कराउँछ नि त पछि 100जना क्लाइन्टहरूसँग कुरा गऱ्यो भने 5जना त बल्ल बल्ल ओके भन्दा हुन्छ। 95 जनासँग त तिमी खेर बोलिरहेछौ कि। के छ यार बेनिडेर? सब ठिक छ। किन त्यस्तो सुस्तो बोलेको? माइक आएर हाम्रो माइक बिग्रिएर। सब ठिक छ, सब ठिक छ है। धेरै पछि आज मैले आफ्नो नामको काम गर्न लागेको। बक बक आज डेन्जर बक बक गर्नुपर्छ। आज हुन चाहिँ के हो? के हुने यार, यत्तिकै झ्याउला त बोलाएर गफ हाल्नलाई बोलाएको हो र। बेनिटको त अब बानी नै छ होइन यसरी गफ हान्ने के होइन, धेरै बानी छ होइन। मेरो त्यस्तो साह्रो छैन, कहिलेकाहीँ हो। त्यही पनि नट 1-on-1 हुँदैन मेरो, मेरो 2-on-1 टाइपको। 3 के भन्छ नि त के भन्छ होइन त्यो कुरा नगर अलिकति। 3 त्यस्तै तर त्यो गफाडिजमा चाहिँ राम्रो रमाइलो हुन्छ है। रमाइलो हुन्छ। कहिले कसलाई बोलायो कहिले कसलाई बोलायो, जस गफ सुन्न मजा आउँछ केटाहरूको। जस आफूले बोल्ने होइन। अब हरेक जतिखेर पनि डिफ्रेन्ट गेस्टहरू आउँछ अनि उनीहरूको के छ कसो छ भनेर यसो बुझ्यो आउट अफ द टपिक। अब उनीहरूको अरू धेरै ठाउँमा गइसकेको हुन्छ नि त। अनि सेम कुरा भइरहेको हुन्छ क्या जहिले कसरी आउँ। अब यस इनकेस अब सिङ्गर छ भने कसरी सुरु गर्नुभयो होइन, अहिले कति छ नेटवर्थ, यस्तो यस काम रिलेटेडै कुराहरू हुन्छ नि त। त्यो बाहेक अलिकति रमाइलो कुरा पनि यसो के छ बिहाइन्ड होइन, त्यस्तो कुरा थाहा पाउनलाई चाहिँ प्लिज भिजिट गफाडिज। आमा मेरो ठाउँमा आएर आफ्नै ठाउँको बोझ हाम्रो यो पडकास्ट नै हो नि। पडकास्टको नाम के हो? चङ्गा एन्ड एयर। किन यस्तो हो? अब खै अब त्यही राखौँ भनेर अलि हावामा धेरै उडौँ भनेर कि उडिराखौँ भनेर नझरौँ भनेर कि। ठिकै छ। चङ्गा भनेको अब चङ्गा हावामा उडिरहेको छ नि त, त्यो हावासँग कनेक्ट गरिदियो। चङ्गा भनेपछि त सिधा आई थिङ्क दसैँ जस्तो फिल हुन्छ नि त। त्यो नाम पनि क्याची छ नि फेरि, रमाइलो छ चङ्गा। तर फेरि बिल्ला हान्दिने राम्रो बिल्ला उडाउँछ नि फेरि चङ्गा भनेर, उड्यो भने चङ्गा चैट भनेर। तर हामी कहिले पनि चैट हुने छैनौँ, चङ्गा सधैँ माथि हुन्छ। ठिकै छ। बेनिटसँग यार मेरो पहिलो भेट यही कुन्टीमलै भएको क्या है। कुन्टीमलकै कुरा आयो है। यसको ओपनिङ थियो क्या कति 2000 कति यार कति थियो 2000 ठ्याक्क 5 years अगाडि हो क्या होइन मात्र। त्यही होला त्यतिर कि कति कुन इयरमा अरे हाम्रो उस भएको ओपनिङ भएको 2000 त्यस्तै होला यार।
2000 कहाँ 2000 म जन्मेको अरे म पनि अनि त्यतिखेर भेट भएको थियो त्यतिखेर त्यस्तै हाम्रो ग्रान्ड ओपनिङ थियो कुन्टी मलको अनि त्यतिखेर हाम्रो भाइरल बाबाहरू हाम्रो सिसान पनि आउँदैन पुरा आफूहरू सब थकित हालतमा थियो ट्रेकिङबाट आएको एबिसी गएको थियो अनि एबिसीबाट ठ्याक्क फर्केर सिधै लुगै नफेरिकन यही मलमा आएको थियो हामी डाइरेक्ट स्टेजमा सबजना कट्टु टी सर्टमा पुरै ट्रेकिङ ड्रेसमा थियो सबजना अनि यहाँबाट होटलमा फ्रेस भएर अनि आई थिङ्क ट्रेजर हो कि समथिङ कहाँ गएको थियो ट्रेजरमै भेट भएको ट्रेजरमा हाम्रो एउटा फोटो पनि छ क्या है एउटा फोटो छ त्यो फोटो चाहिँ म देखाउँछु त्यो फोटोमा ठ्याक्क बेनिट चाहिँ पुरा कुनामा छ क्या छेवाङ हामी सिसान सबै हामीसँग बसिरहेको त्यो फोटो नि छ राम्रो छ कुनामै बसिरहेको थियौँ धैर्य कुनामै हो नि त्यो त्यो क्यामेरा मात्रै कुनामा हो कि फेरि अरू चिजमा सबैभन्दा अगाडि उयो हो कि फेरि क्यामेरा अफ क्यामेरा छ फेरि ए क्यामेरा भएर भयो भने अफ क्यामेरा त फेरि जहिले अगाडि त्यो मलाई थाहा नि फेरि होइन त्यतिखेर त्यति राम्रोसँग चिन्जान भएन पछि चाहिँ अनि हामी भेट्दै गइयो पछि प्याराडाइम टिभीमा नि अब हामी गइयो त्यसरी भेटघाट भइयो है धेरै पछि त्यो भेटेको धेरै पछि भेट भएको त्यतिखेर मिस्टर फुडी पनि थियो सबै थियो क्या फुडी थियो सबै थियो अब सबै थियो कस्तो राखेको छ नि प्याराडाइममा राम्रै भइरहेको छ अनि हाम्रो प्याराडाइमको सिइओ बेनिट जी प्याराडाइम राम्रै एज अलवेज चलिरहेछ चल्दैछ अझै दामी हुनुपर्छ धारणा बोकेर हिँड्नुपर्छ होइन त्यही हो प्याराडाइम मात्र छैन अहिले धेरै छ च्यानलहरू म्युजिक छ पडकास्ट अनि त्यसपछि आफ्नै च्यानल छ अनि के छ अरू पिएसएन छ त्यसपछि प्याराडक्स भन्ने छ डकुमेन्ट्री अब सिसन दाइको भइहाल्यो प्याराडाइम भइहाल्यो अझै खोल्ने कि टाइपको छ होइन कतिवटा खोल्ने सबै बवालको पनि खोल्ने भन्ने कुरा भइरहेछ के मात्र गर्ने कि जिन्दगीमा अब त्यसको अब इन्स्टाग्राम टिकटक फेसबुक कसले हेर्छ आउने जति सबै गर्ने हो नि आउने जति सबै गर्ने भन्दा नि टाइम दिन सक्नु पऱ्यो अब त्यो नि हो होइन टाइम तर क्वालिटीको दिन सक्नु पऱ्यो क्वालिटी दिन सक्नु पऱ्यो कम्पिटिसन एकदम हाई छ खोलेर जे पाइ त्यही मात्र दिएर भएन सबै कुरा गरे प्याराडाइमले है तर म्युजिक भिडियो चाहिँ किन म्युजिक भिडियो नगरेको होइन गराएछ टन्नै गराएछ तर नाम चाहिँ राख्दैन हामीले गराएछ धेरै नै अनि एज अ टिम प्याराडाइम नै भएर गराएछ त्यसको नाम चाहिँ हामीले राखिरहेको हुँदैन लाइक प्याराडाइम टिमले नै खिचेको मजाले कति छ धेरै छ नि अब टिम चेन्ज भएर हुन्छ कुनै प्रोजेक्टहरू बिकी दाइले लिड गरेर हुन्छ अब कुनै प्रोजेक्टहरू जस काम आइहाल्यो भने सयुजलाई लिड गर्न दियो तर सयुज एकजना भयो मेन लिड गर्ने तर पछाडि त सब प्याराडाइम हो नि त गर्ने यताउता गर्ने त्यसरी कति गराएछ नि काम त नट अब हामीले अब यहाँको जस्तो स्टाइलमा चाहिँ गराएको छैन ल आज किनभने हामी काम आयो भने साइडमा गरिदिने मात्र हो मेन काम त्यो होइन नि त भ्याउँदैन त्यही पनि कसैले यसो रिक्वेस्ट आइरहेको हुन्छ कामहरू म्युजिक भिडियोको कामहरू आइरहेको हुन्छ तर गर्न भ्याउँदैन त्यही हो भ्याएसम्म गर्ने अनलाइन छोडिदिनु पऱ्यो नि काम त आफूले अनि बाहिरतिर केटाहरू यसो बेस्टहरू बटुल्यो अनि अब के हो नर्भस भयो क्या के नर्भस हुनु यार मेरो कामै बकबक गर्नु यार अनि त्यही थियो के कहाँ थियो हामी त्यही प्याराडाइमले अब म्युजिक भिडियो किन बनाएको छ टन्नै बनाएको छ मैले लिस्ट गरेँ भने 50वटा होला 50+ होला 50वटा है हाम्रो धेरै छ क्या छ त्यो अब त्यो त्यसरी प्याराडाइम प्रोडक्सन यस्तो भनेर चाहिँ हामीले राखेको छैन तर छ टन्नै छ तर यार मलाई एउटा कुरा के दामी लाग्छ प्याराडाइमको भनेर कस्तो नयाँ कुरा ल्याएर कस्तो ड्रास्टिक चेन्ज के त्यो युट्युबमा हेर्नलाई इन्टरटेनमेन्ट कुरा हुन्छ नि जस्तै त्यो हाम्रो युवाजले गर्छ नि हाम्रो जुन चाहिँ त्यो हामी पनि गर्थ्यौँ नि एक्चुअली म र विवेक पनि गर्थेँ होइन त्यो चाहिँ मलाई बवाल लाग्यो क्या होइन जस्ट नयाँ कुरा के होइन जस्ट त्यहाँ गिफ्टहरू दिने योहरू दिने क्वेसनहरू सोध्ने रमाइलो गफ यताउता होइन नट ओन्ली क्वेसन हामी चाहिँ अलिकति फनी जस गिफ्टहरू यताउता दिने रमाइलो हुन्छ नि त त्यस क्वेसनहरू सोध्ने एउटा फन होइन अब त्यस मलाई पोडकास्ट भन्दा पनि त्यही नै मलाई थोरै पोडकास्ट चाहिँ त्यही भयो जस्तो लाग्छ क्या काइन्ड अफ के है सर अलिकति त्यस्तो धेरै टाइम ड्युरेसन हुँदैन अनि अलिकति के भन्ने भन्दा अब यो धेरैजना मान्छेले चाहिँ पडकास्ट भन्छ अझै पनि त्यसलाई होइन तर हाम्रो अलिअलि गफ अनि अलिअलि गेम्स फन होइन इन्टरटेनमेन्ट च्यानल हो गफ मात्र गर्ने भए त अब पडकास्ट छँदैछ होइन
अनि त्यो काइन्ड अफ अलिकति इन्टरेक्ट गर्ने गेम खेलेर रमाइलो होस् गेस्टलाई हो भन्ने हो हाम्रो मेन एम चाहिँ अनि एट द एन्ड अब गिफ्ट दिने चलन त स्टार्टिङदेखि नै छ कति 6-7 वर्ष भइसक्यो गरेर आएको सोच कहाँबाट आयो त नि यो गर्ने खास आइडिया कसको हो स्टार्ट हुँदाखेरि म थिइनँ म त्यतिखेर बाहिरै थिएँ बाहिर म दुबईमा थिएँ एज अ सेफ सेफ पनि रहेछ बिहानी त एज अ सेफ थिएँ अनि आज है बेलुका आज बेलुका डिनर खाइदिन्छु मजाले म आजकल खान्छु म त म बनाउँदिनँ सेफ हो नि त अर्डर मात्रै म जो पाए त्यहीको लागि कुक गरिदिनु गाह्रो भयो अन्ली फर माई वाइफ त्यस्तै होइन त्यस्तो पनि जिस्के अस्ट्रेलिया जाने क्रममा चाहिँ म उताबाट एक्सपिरियन्स लिएर 3 इयर्सको एक्सपिरियन्स लिएर अनि अस्ट्रेलियाको लागि एप्लाई गर्न आएको थिएँ त्यतिखेरै आयो यहाँ दाइहरूलाई भेट्यो सिजन दाइहरूलाई यसो हेरेको काम घुम्ने क्यामेरा तर्साउने के अरे तेर्साउने अनि त्यसपछि हाल्ने अझ पपुलर पनि हुने रे होइन अनि त्यसपछि पैसा पनि कमाउने रे अचम्म छ है कस्तो टाइपको काम हो यो त नि के पहिला हामी पुरै गफ हान्थ्यौँ त म यति गफ हान्थेँ होइन त्यो टोलकेटाहरू जम्मा गऱ्यो वाइल्ड गफ हान्थ्यो त्यतिर हाम्रो त युट्युब पनि थिएन केही थिएन त्यो सोसियल मिडिया नभएर न त हामी क्या हिट भइसक्थ्यो जस्तो लाग्छ कि अहिलेसम्म त माकसम्म दिन त ठुलो सेलिब्रिटी भइसक्थ्यो जस्तो लाग्छ कि है अहिलेसम्म त हामी दुइटा घर बनाइसक्थ्यो जस्तो लाग्छ कि मजाले है त्यति बेला के थियो त है केही नै थिएन नि त्यतिखेर अब बल्ल बल्ल अब सिजन दाईको भ्लगहरू राम्रो भइरहेको थियो अनि प्याराडाइम स्टार्ट हुँदाखेरि आई थिङ्क 10,000 टाइपको सब्सक्राइबर्स थियो म जोइन हुँदाखेरि है ठ्याक्क त्यो साकारको एउटा भिडियो थियो त्यो ट्रेन्डिङमा गएको थियो ट्रेन्डिङ 2मा गएको थियो होइन त्यतिखेर फेरि प्याराडाइमको लागि अलिकति कम्पिटिटर भने आर्बिटेरी थियो कि आर्बिटेरीहरू चाहिँ अलरेडी 50Kहरू होइन कति पुगिसकेको थियो अनि अरू च्यानलहरू त्यो युएसको छ नि एउटा आयुष हो कि को भन्ने कि आयुष रिमाल नाम चाहिँ सुनेको मैले होइन आयुष रिमाल गिरिश दाई होइन यस्तो टाइपकोहरू हुन्थ्यो त्यतिखेर ऱ्यान्डम नेपाली पनि पुरानो हो नि ऱ्यान्डम नेपाली यस्तो हुनुहुन्थ्यो अनि त्यस्तो धेरै थिएन क्या अनि जे गर्दा हाल्दाखेरि पनि एकदम मेहनत हुन्थ्यो त्यतिखेर होइन एक हप्तामा एउटा एपिसोड निकाल्थ्यो हामीले एकदम सबैजना बसेर प्लान गरेर अनि त्यो राम्रै भइरहेको हुन्थ्यो कि राम्रै भन्दा नि काम पनि क्या रमाइलो म त सुटको डे एकदम रमाइलो लाग्ने कि अझै सुटको डे भन्न पाएको छ नि मलाई वाक्क लाग्छ होइन त्यतिखेर चाहिँ रमाइलो लाग्छ सुरुमा रमाइलो लाग्छ कि है क्या रमाइलो लाग्थ्यो है अब नयाँ नयाँ गेस्टहरू आउने अनि नयाँ नयाँ गेस्टहरूसँग इन्टरेक्ट गऱ्यो सबैजनालाई टिभी उहरूमा देखिरहेको होइन लाइभ देख्दाखेरि क्या रमाइलो लाग्ने अनि त्यस्तै हुँदै गयो अनि त्यो बाहिर जाने मैले कुरै बिर्सेँ अनि यतै भयो अनि म यतै केटाहरूसँग रमाइलो भयो त्यही हो त्यसरी जोइन भयो फर्स्टमा एडिटर थिएँ एज ए मलाई एकदम मन चाहिँ एडिट गर्न मन पर्थ्यो अनि बिस्तारै एडिटिङबाटै छिर्यो म खास पनि एडिट गर्थेँ सिजन दाइको भ्लग प्याराडाइमको एपिसोड्स 1 वर्ष जस्तो त मैले गरेँ होला है अनि त्यसपछि एडिटिङ पछि म्यानेजमेन्टमा आयो म्यानेजमेन्ट हेर्दा सोको म्यानेजमेन्ट हेर्थेँ ओभरअल त्यसपछि होल प्याराडाइम हेर्नु पऱ्यो अहिले त आई एम द बस रे गीत पनि गाउँछ नि फेरि बेनिटले एकचोटि गाएको थियो नि पोडकास्टमा फाटाफुट्टा मैले हेरेको थिएँ कि त्यो फाटाफुट्टा हानिरहेको हुन्छु मैले अफ द क्यामेरा चाहिँ गीत गाइरहेको हुन्छु होइन अलिक क्यामेराको अगाडि चाहिँ 1-2 वर्ष लाग्ला आउनलाई मैले त्यो पोडकास्टमा जस्तो सिरियस मैले बेनिटलाई खन्ने पनि देखेन त्यो पडकास्टमा सिधै भन्नुपर्दा चाहिँ अलिकति के भन्ने अब एक दिन अगाडि जस 2 दिन अगाडि रेगुलर पार्टी थियो कि अनि पार्टीमा गयो त्यही त हो नि पार्टीमा गएपछि अलिअलि अब कोचाइदिइहाल्छ नखाने भने पनि साथीहरू हुन्छ होइन हामीसँग हुँदा कति पछि भेटाएको छ खानु पऱ्यो यो त्यो यताउता लडा लसुन दिन्छ होइन अनि खायो अनि खाएपछि त्यही हो खायो नि त्यो ह्याङमा जस्तो थियो कि एक सावर लिएर अलिअलि मुखमा क्रिम सिम दलेर टक्क आएको थियो धेरै बोल्न नि मनदैन अब अलरेडी बोलाइसकेको ठाउँमा नाइ भन्न पनि अप्ठ्यारो होइन भलात्मी भएर बसे जस्तो म धेरै बोलेकै छैन नि त्यसमा म सुते जस्तो लाग्यो कतिर त बिच भने त्यो चस्मा लाएर बस्दै चस्मै खोले होइन चस्मै खोलेर पनि बस्नु पऱ्यो रमाइलो भएको थियो जस त्यतिखेर त जे कुरा पनि लाइक सुरुमा त बेसी रमाइलो हुन्छ क्या लाइक जस्तै त्यो प्याराडाइमको त्यो जुन चाहिँ प्रोग्राम चलिरहेको छ नि हाम्रो रिवाजले त्यो चाहिँ सुरुमा रमाइलो त त्यतिखेर चाहिँ लाइक मैले एउटा क्वेसन चाहिँ के सोध्नु मलाई भने कुन चाहिँ सेलिब्रिटी आउँदा चाहिँ लाइक वाउ लाइक हुन्छ नि लाइक फेभरेट वान के लाइक हुन्छ नि मलाई यससँग गर्न थियो र मैले गर्न पाएँ काम गर्न पाएँ त्यस्तो धेरै छ प्राय धेरै नै छ आउँदैन जस्तो लाग्थ्यो तर आइदिनेहरू होइन अब धेरै छ अब
सजन भयो, सजन राज वैद्य। ऊ अब उसको अति हाइप थियो, अनि यसो हेऱ्यो ट्रेन्डिङमै ऊ छ, गीत जुन गीत निकाले पनि ट्रेन्डिङमा होइन, 1मा छ। अनि युएसबाट फर्केर आएको थियो, टुर सुर हान्न लाएको थियो, के आएको थियो, कति ठाउँबाट कन्ट्याक्ट गर्न खोज्यो यता तर लास्टमा आयो कि। अनि त्यस राम्रै भएको थियो। अब मेन अहिले चलिरहेको ट्रेन्डिङको मान्छे ल्याउन सक्नु पऱ्यो, लिङ्कले हुन्छ केले हुन्छ। अनि मान्छेले अब हाम्रो नाम सुनिरहेको हुन्छ, अनि ओ यो सो भन्न पाएको छैन, अनि आउनु मन लाग्दो रहेछ कि जे होस् गेस्टहरूलाई, त्यस्तो छ। त्यो चाहिँ अलिकति सजिलो छ, अलिकति पुरानो भएको त्यो चाहिँ अलिकति एडभान्टेज छ। हामीले पनि ट्राई गरिरहेको थियो एक्चुली पोखरामा, गर्न त गरिरहेको थियो, एकछिन स्टप भयो, गर्न त गाह्रो छ नि, गर्न गाह्रो छ। कन्टिन्यू हेर्दाखेरि टेबलमा ल्यायो, दुइटा गेस्टलाई ल्यायो, माइक हालिदियो होइन, क्यामेरा अन गरिदियो र क्वेसन सोध भने जस्तो होइन। यो गाह्रो छ, बच्चा जन्म हाल्दा नि गाह्रो छ। क्वेसन बनाऊ, के दिने, के कन्टेन्ट निस्किन्छ कि निस्किँदैन, कन्टेन्ट बनाउनु गाह्रो कि मेन कुरा होइन। कन्टेन्ट निस्किन्छ कि निस्किँदैन, अगाडिको गेस्ट कस्तो टाइपको हो, कस्तो क्वेसन सोद्धा उसलाई ठिक हुन्छ होइन, के गेम खेलाउने होइन, कसरी कन्टेन्ट निकाल्ने, कि धेरै कुरा छ। म देखेँ मिहिनेत, म पनि जानेर म देखेँ त्यो वाइल्ड दामी मिहिनेत गरेको थियो त्यो। त्यतिकै टिमवर्क बिना हुँदैन, एकजनाले हुने कामै होइन कि त्यो, टिमवर्क चाहिन्छ। अनि एभ्री वान सुड गिभ होइन इक्वल कि 100% सबले दिनुपर्छ। एउटाकोबाट पनि अलिकति 99 मात्र भइदियो भने पनि त्यो केही न केही बिग्रिन्छ कि होइन। टेक्निकल प्रब्लम्स कहिले गेस्ट हुँदैन, एउटा गेस्ट के भएर आइदिँदा हुँदैन, अर्को गेस्ट आइसकेको हुन्छ, के गर्ने त रिप्लेसेबल म जतिखेर पनि के म त टक्क त्यहाँ स्ट्यान्ड बाईमा कोही आउँदैन, अर्को लाए त अब त्यहाँ रिस उठ्छ फेरि आएन भनेर होइन, के गर्ने अब टक्कै आज उसको अघि बिहान यस्तो भयो होइन, मै छु भनेर अलिकति जबरजस्ती कन्टेन्टहरू दिनुपर्ने कि। बस मात्रै भरेर भयो नि त, काम पनि बचाउनु त पऱ्यो त्यसलाई, बचाउनु चाहिँ पऱ्यो। अनि आफै बसिदिनु पर्ने। मैले धेरैवटा एपिसोड्समा चाहिँ आफूलाई बस्न मन लागेर होइन बाध्यताले बस्दै हुन्छु कि, कतिवटामा चाहिँ प्रायः त्यस्तै छ। तर आई रियली वान सी एउटा एक्टर चाहिँ मलाई एकदम हेर्न मन छ कि प्याराडाइममा, राइस कुमार के त्यही गेम मलाई त्यसमै के राजेश दाइलाई के होइन थियो। हाम्रो कन्टेन्टहरू राजेश दाइको लागि भनेर धेरै बनाएको थियो। अब उसको साइडबाट पनि बुझिदिनुपर्छ, उसलाई आउन मन छ कि छैन, के छ उसलाई थाहा नै छैन होला। सिजन दाइको पडकास्टमा चाहिँ बोलाएको थियो क्यारे एकचोटि, अनि तर त्यो रिलिज भएको छैन कि खै समथिङ के भयो क्यारे। अनि अब बिजी हुन्छ होइन, बुझिदिनुपर्छ। पहिला चाहिँ मलाई अब त्यो इन्फ्लुएन्सर सेलिब्रिटिजहरूलाई चाहिँ बोलाउँदाखेरि आएन भन्दाखेरि भाउ खजाहरू टाइपको लाग्थ्यो कि। तर अहिले अब आफूलाई त्यस्तो त मैले भन्न खोजेको होइन, तर त्यो बिजी हुँदो रहेछ कि हो होइन। म यो आजकै यही क्रममा पनि मैले हिजो ओके भनिदिइसकेको थिएँ, सुतेकै छैन होइन। अनि अलरेडी प्रमिस गरिसक्यो, ला बुढाहरू बिच्किने हो कि टाइपकोहरू लाग्ने कि। अनि ल न त भनेर आउनै पऱ्यो, के गर्नु हो। तर राजेश दाई भुवन दाईहरू होइन, मैले जस प्लानिङ एकदम हाम्रो कन्टेन्टमा मैले अहिले पनि बसेर टक्क बनाउनु पऱ्यो भने टपिक मात्र, भित्रको के अरे गुदी कन्टेन्ट नहुनु, टपिक मात्र म 100 वटा निकालिदिनु सक्छु सर। त्यो गरिरहेको काम हो होइन, सर लेखिदिने, को बोलाउने, यसो बोलाउने। गेस्ट मिल्न गाह्रो हो क्या, टाइमिङ मिलाउन गाह्रो हो क्या। आउन मन हुन्छ धेरैजनालाई होइन, के भइरहेको हुन्छ क्या। अब यो अब अहिले चल्दो बल्दो चलेको एक्ट्रेसहरूको त एक दिन पनि उनीहरूको फ्री हुँदैन कि। एक दिन फ्री हुनु भनेको कति घाटा हुनु हो कि, कम्पिटिसन हाई छ नि त। एउटाले केही गरेन भने त्यहाँ अर्कोले टप देला भन्ने हुन्छ कि। अहिले दुर्गेश थापा भयो जस्तो काइन्ड अफ अहिले छ र दाइको वाइल्ड छ नि। अस्ति एक टाइम अस्ति कति यो 1 महिना जस्तो चाहिँ राम्रै भएको थियो। हो अस्ति त्यो हेलिकप्टरमा एउटा कन्सर्ट अर्को कन्सर्ट गयो भनेर सुन्दा त म त्यो चाहिँ बवाल लाग्यो क्या। उसको मलाई हेर्न चाहिँ मन छ, मलाई पनि उसको चाहिँ हो एज अ सिङ्गर भन्दा पनि उसको पर्फर्मर हो नि त, एकदम एनर्जेटिक होइन। त्यो एनर्जी लाइक यु मेरो त के हुने एनर्जी। उहाँको एनर्जी यसो हेर्न मन छ भने यु क्यान गो टु क्लब क्याटवक 9 to 9 के हो फ्राइडे every Friday every Saturday ladies night Wednesday 11 to 2 त्यसपछि चाहिँ यु क्यान टेक हिज प्राइभेट नम्बर। त्यस्तो भयो, त्यस्तो छैन, त्यस केही हुन्न। तर त्यो बवाल हुन्छ यार, गर्नु पऱ्यो एक दिन यार। मलाई आइएम रियली एक्साइटेड हुन्छ नि त्यो हेर्नलाई कि। कुन चाहिँ त्यही राजेश दाईहरूलाई चाहिँ त्यो त्यहाँ एकदम दामी प्लानिङहरू छ होइन। तर बिजी अब मिल्दैन क्या, यो नगरे होइन क्या। अब त्यो दिमागमा अब सोचिसक्यो होइन, यो जेनेरेसनको यो मान्छेहरू होइन, यो जेनेरेसनको यो टाइपको सबै कुराहरू। अनि नट ओन्ली मुभीतिरको मात्र, पुरानो नवीन के
होइन अब नवीन के भट्टराई अनि अरू दाईहरू छ नि अनिल सिंह कहाँ हनी सिंह अनिल ए अनिल होइन अब त्यो म स्कुल हुँदाखेरि उ गरेर आएको उनीहरूको जेनेरेसनको ट्याक्क ल्याएर अहिलेको कस्तो लाग्छ कतिहरू त्यस्तो कुराहरू गर्नुपर्छ अब मेन कि म एभ्रिथिङ छोडेर त्यसमै प्याराडाइममा मात्र पहिला म प्याराडाइममा मात्रै डेडिकेटेड थिएँ नि त नथिङ थिएन नि त अब अहिले त धेरै कुरा छ क्या यो त्यो होइन यताउता म्यानेजमेन्ट अब यो त्यो यताउता धेरै कुराहरूमा इन्भल्भ छ अनि त्यहाँ चाहिँ अब एउटा टिम छ कहिले कहिले मात्रै मैले टाइम दिन्छु कि त्यहाँ मजाले टाइम दियो भने यो मान्छेलाई जसरी पनि ल्याउन सकिन्छ कि होइन पोसिबल छ कि जे पनि भन्छ नि 3टा मान्छे मात्रै थ्रु जोसँग नि पुग्न सकिन्छ भन्छ क्या मजाले सकिन्छ चाहियो भने जसरी पनि ल्याउन सकिन्छ क्या हो अनि यस्तो टाइपको गर्न मन छ होइन अब फुल टाइम यता दिनु पऱ्यो कहिले कहिले त मलाई यसो फेरि लकडाउन होस् न जस्तो लाग्छ कि अब योपालि लकडाउन भयो भने चाहिँ मैले धेरै कुरा मलाई चाहिँ कस्तो छ नि अब म केही कुरा अर्को कुरामा इन्भल्भ भइदिएँ अरू केही कुरामा नयाँ कुरा सुरु गर्न लाग्यो नि त्यो पुरानो कुरा अड्किन्छ अरू माथि गइदेला भन्ने टेन्सन हुन्छ कि कम्पिटिसन छ नि त बरु देशै सबै कुरा पज होस् म नयाँ कुरा सिक्छु कि त्यस्तो हुन्न यार लकडाउन त हुन्न यार लकडाउन भइदियो भने बरु म अरू कुराहरूमा हात हाल्थेँ कि जे भन्यो होस् लकडाउन चाहिँ नहोस् औडै हुन्छ यार एक दिन मात्र एक दिन त ठिक हो मैले पनि धेरै दिन भने वाक्कै हुन्छ वाक्कै त्यही अब त्यस्तै छ यार अहिले कम्पिटिसन जेमा नि कम्पिटिसन छ कम्पिटिसन भएन भने फेरि अलिकति आफ्नो के भन्छ अब त्यो हुन्छ नि आफ्नो कम्फर्ट जोनबाट बाहिर गइँदैन कि कम्पिटिसन हुनुपर्छ कम्फर्ट जोनमा बसिरह्यो भने कहिले त्योभन्दा राम्रो गर्न सक्दैन अझ बेटर गर्नु पऱ्यो अब हाम्रो प्लानिङ पनि त्यही हो नट अन्ली भित्र मात्र बाहिर गर्ने बाहिरको सोजहरू गर्ने बाहिरको भित्र र बाहिरको प्रडक्सन गर्ने भन्ने बित्तिकै ह्युज डिफ्रेन्स छ क्या बजेटदेखि लिएर एभ्रिथिङ के बाहिर लाइट मिल्दैन यो मिल्दैन त्यो मिल्दैन मान्छे धेरै चाहियो सामान हराउँछ के छ कि हो त्यो त हामीले नै भोगेको कुरा हो अनि बाहिरको कुरामा धेरै छ नि त म्युजिक भिडियोहरू खिचिरहनु हुन्छ तपाईँहरू वाइल्ड अनि छ नि धेरै टेन्सन छ नि त अनि अलिक मान्छेलाई चाहिँ अलिकति डिफ्रेन्ट चाहिरहेको छ अहिले अब हाम्रो जस्तो हामीले गरेर आएको जस्तो सोहरू अहिले मार्केटमा टन्नै छ धेरैजनाले गरिरहेछ नि त राम्रै हो गरिरहेछ अब उनीहरूले राम्रो गर्न पाएको छैन हामीलाई पनि अलिकति चाकमा दम दिए जस्तो हुन्छ क्या ल अझै बेटर गर्नु पऱ्यो उसले नि गरिरहेछ भनेर त्यस्तै छ धेरै कुराहरू गऱ्यो नि अब अस्ति भर्खरै नवाज अन्सारी नि भ्याएन हाम्रो यो इभेन्ट यो आफ्नै इभेन्ट आफ्नै नै भनौँ न आफैले अब आर्टिस्टलाई लिएर आएर अनि इभेन्ट गराएको यो फर्स्ट टाइम अब इभेन्टहरू प्रमोट गर्ने मार्केटिङ गरिदिने होइन ब्रान्डिङ गरिदिने भनेको आफ्नो ठाउँमा छ हामीले 1974 एडीको गरेको थियो त्यो अस्ति मैले पनि जुधेको थियो नि पाटन फेस्ट हो जेम्सन फेस्टसम्म पाटन फेस्टसँगै हो त्यसमा हाम्रो जोन त्यो दुर्गेश थापाहरू सबैजना थियो यतापट्टि 1974 एडी थियो उनीहरूको लास्ट कन्सर्ट होइन अनि जहिले पनि अब त्यो बच्चा हुँदाखेरि फोनहरूमा सुनिरहेको MP3 MP3मा सुनिरहेको गीतहरू त्यहाँ चाहिँ हामीले अब ब्रान्डिङ प्रमोसन यताउता सबै कुरा हामीले हेरिदिएको थियो जस राम्रो भयो मान्छेको क्राउड राम्रो आयो दुई ठाउँ जुत्दा पनि जस राम्रो थियो मान्छे जस है अनि राम्रै भयो त्यसपछि चाहिँ अनि नवाज गरे नवाजको चाहिँ आफ्नै इभेन्ट जस्तो हो एलओडीमा गऱ्यो हामीले 3टा सिटीमा थियो यार उसँग धेरै टाइम थिएन ऊ 20 दिन हो कि 22 दिन समथिङको लागि आएको थियो अनि आयो एलओडीमा थियो हामीलाई च्यालेन्ज मेन किनभने 8-9 वर्षपछि आइरहेछ होइन अनि छ मजाले उसको च्यानलमा भ्युजहरू मिलियन भ्युजहरू छ तर के हो त होइन के छ त यहाँ त अब चलिरहेछ केलाई चाहियो धन टाइपको गीतहरू होइन ए होइन गीत होइन अब कस्तो कस्तो चलिरहेछ अब नवाज के हो तिम्रो नाम मैले परिचय पाप होइन त्यस्तो अब कस्तो टाइपको उहरू चलिरहेछ अब के हुन्छ त यो त पहिलोचोटि हो नवाजको होइन नेपालमै है नेपालमा पहिला गरेको थियो कि मलाई आई डोन्ट नो होइन त्यस्तो सुनेन यार यो मैले पहिलोचोटि चाहिँ नवाज अन्सारीको चाहिँ मैले फर्स्ट टाइम यो सुनेको चाहिँ मसँग चाहिँ एड थियो अब साथी पनि भयो पहिलाको अनि कस्तो घुमिफिरी हामीले इभेन्ट गर्छु भनेर गर्न खोजे होइन होइन किनभने आफ्नै काम छ टन्न कहाँ इभेन्ट गरेर बसिरहने होइन फुर्सदै छैन कस्तो भइदियो भने अब हाम्रो बबालको दाइको पनि पहिला सँगै काम गर्नु हुँदो रहेछ एउटा समथिङ के टेक कम्पनीमा समथिङ केमा पहिला सँगै उनीहरू पनि साथी रहेछ मेरो पनि कलेज फ्रेन्ड भयो 11-12 होइन अनि सिसन दाई पनि युएस जाँदाखेरि केटाहरूसँगै चिल गरेर आएको
अनि घुमिफिरी कसरी कसरी ल गरिदिने त भन्दा भन्दै ल हुन्छ भनेर अनि डाँडिदिउँ न त भनेर अनि गर्दै आयो। केटाले गीत पनि बवाल निकाल्ने बवाल गीत बवाले होइन त्यो एक दिनमै गरे होइन एक दिनमै लेखेर एक दिनमै भ्याएको म्युजिक भिडियो एकदम आयो ऊ होइन सबै कुरा त्यस्तो मजाले प्लानिङ त थिएन। अब हामी 4-5जना जस्तो 3-4जना जस्तो मिलेर गर्ने टाइपको कुरा भएको थियो। अनि ल बवाललाई पनि राखौँ न त भनेर भन्यो। बवाल चाहिँ अब जे भए पनि एउटा काइन्ड अफ स्पोन्सर हुन्छ होइन। अब भर्खर बवालको पनि ठ्याक्क खोलेको धेरै भएको छैन नि त, 14-15 महिना भयो, 1 वर्ष कटाएको थियो। अनि ल ठिक छ गरिदिउँ न त, गरिदिउँ भनेर आयो उनीहरू, केटाहरू आयो। त्यसपछि सिजन दाइले प्लानिङ गरिरहेको थियो यसो गर्ने हामीले चाहिँ काइन्ड अफ प्रमोसनको लागि एउटा पडकास्ट यो त्यो भ्लग यो होइन कताबाट हुन्छ सबै ठाउँबाट प्रमोट गर्ने। अब उसलाई त धेरै ठाउँबाट बोलाउँछ नि त, यतिकै प्रमोसन भइहाल्छ सबै। उसँग धेरै टाइम थिएन क्या। सिजन दाइले चाहिँ आउन पाएको छैन, एयरपोर्टबाटै उसलाई झापझुप समातेर म देखेँ त्यो त दुनियाँले देख्यो लगेर अनि के भन्छ त्यसलाई, हामी चाहिँ त्यतिखेर चाहिँ यतातिर सबै म्यानेजमेन्ट साइट हेरिरहेको थियो कि भेन्यू यो त्यो स्पोन्सरसिप होइन दुनियाँ दिवाना अब एलओडीमा गर्न लागिरहेछ। के हुन्छ थाहा छैन कि, देखाएको छैन नि त होइन। अब एलओडी सानो भेन्यू होइन, ठुलो भेन्यू भर्नु छ त्यहाँ होइन। अब कसरी गर्ने के गर्ने हामी चाहिँ त्यस्तो प्लानिङमा थियो। दाइले गयो, गीत रेकर्ड गर्यो अनि त्यही राति नै म्युजिक भिडियो रेकर्ड गऱ्यो। भोलिपल्ट के भन्छ सुट रे, म सुटमा मात्रै पुगेँ क्या, म्युजिक उसमा त पुगेकै छैन। हामी त यता अर्कै कुरामा हाम्रो आफ्नै काम थियो क्या टन्न। भोलिपल्ट ल सुट भन्छ, यसो जान्छु, केटाहरू त दिइरहेछ क्या टक्क, सबैजना आफ्नो फर्ममा टक्क दिइरहेछ। गीत सुन्यो भन्छ, मलाई चाहिँ फेरि त्यो फाइनल प्रडक्ट हेर्न मन लाग्छ क्या। नट फर्स्टमा म्युजिक सुन्यो त्यसपछि त्यो म्युजिकमा भिडियो कस्तो भन्छ होइन, सुनेकै छैन, बरु नसुन्ने एकैचोटि सुन्छ। म गीत पनि नसुनिकन पर बसिरहेको थिएँ कि। अनि त्यो कुनै पार्टहरूमा हामी पनि छ कि त्यो धेरैजना बसेर उफ्रिरहेको छ नि बाप टाइपकोमा कि त्यस्तोमा। अनि पछि त्यही राति नै केटाहरूले गएर प्रिमियर गर्ने भन्यो, तर नट फाइनल भिडियो फर्स्ट ड्राफ्ट सेकेन्ड ड्राफ्ट प्रिमियर गऱ्यो त्यतिखेर नै 10 बजीतिर गएर गार्डन्समा गएर। अनि चाहिँ सबैजना थियो, रमाइलो भयो जस केटाहरू। अनि अलिकति नवाज आइसकेपछि अलिकति मलाई चाहिँ यो हिपहप नेपहप भन्छ नि होइन, यो ऱ्याप ऊहरूमा चाहिँ अलिकति अझै इन्ट्रेस्ट बढ्यो। धेरैजना चिनेँ मैले होइन, यो ट्यालेन्टेड मान्छे यत्तिकै होइन रहेछ होइन। हिपहप भन्ने कुरा, यो जस्तो ऱ्याप भन्ने कुरा यत्तिकै होइन क्या, त्यो जो पाइ त्यसले गर्न सक्दैन क्या त्यो होइन। अन द स्पोट सक्दैन। अनि त्यस दामी मान्छेहरू रहेछ कि इन्डस्ट्रीमा होइन। अब हामीले पहिला हेम बुद्ध होइन अब उसलाई नै उ गर्छ नि त, तर अहिलेको यङहरू पनि धेरै दामी रहेछ कि छ यार। पोखरा पनि वाइल्ड छ यार है, बवाल दामीहरू रहेछ। अनि त्यसपछि कतिजना भेटियो कि, अनि यसो हेर्दाखेरि ल अर्कै रहेछ होइन, अर्कै जनर के हो टाइपको। सुन्न तर त्यस्तो भित्र पुगेको छैन नि त, आफूले कामै गर्नु परेपछि त। अनि त्यसरी गर्दै गयो। एलओडीको डे आयो, इभेन्ट भयो। अगाडि त खाली थियो, पछि त खुट्टा टेक्ने ठाउँै छैन टाइपको भयो होइन। खुसी लागिरहेको थियो मलाई त। ठ्याक्क स्टेज साइडमा थिएँ, त्यहाँ मान्छेहरू भन्दा पनि म त नवाजतिरै थियो मेरो ध्यान। अनि जस दामी गरिदिरहेको क्या उसले, म चाहिँ ल मै फ्यान भइदिरहेको टाइपको त्यस्तो भइदिरहेको क्या। अब दामी नन स्टप हान्दैछ, कतिवटा 28वटा हाने, 28वटा गीत हाने जस्तो छ। सेट है, रिपिट कतिवटा नरिपिट नगरिकन अन्ली बवाल मात्र होला रिपिट, नत्र अगाडिदेखि फेरि उसको एभ्रिथिङ पाटा दिन्छ नि त उसले, त्यस्तो टाइपको हो। म त त्यो एलडीमा त्यो एउटा भिडियो देखेको थिएँ कि त्यो बिचमा सिसानहरू सबैजना बिचमा बस्नुभएको थियो नि उहाँहरू, त्यो चाहिँ त्यो बवाल लागेको थियो कि त्यो क्राउडको बिचमा रविन दाई सिसानहरू सबै थियो नि त्यहाँ। त्यो चाहिँ बवाल लाग्यो ल केटाहरूले वाल रमाइलो गरेर चाहिँ एलडीमा टाइपको दामी भयो त्यो। लास्ट सङमा ठ्याक्क फेरि सिजन दाई एक दिन अगाडि रविन्द्रको फाइट थियो हो, अनि चाइनामा फाइट थियो नि त, नकआउट हान्यो, टिकेओ हानेको थियो। अनि सिजन दाई त्यहाँ थियो, अनि उसले अब यहाँ इभेन्ट पनि छ भनेर ऊ त्यसको भोलिपल्ट नै आइदियो क्या। मान्छेले त्यो उनै गरिरहेको थिएन, अचानक आइदियो, टुवा परिदियो सबैजना आएर। अनि ऊ फेरि तल हाम फालिदिनेदेखि लिएर के गरिदियो होइन। अनि यत्तिकै चाहिँ रमाइलो भयो त्यो त्यतिखेर एलओडीको चाहिँ। मैले चाहिँ सोचेको थिएन यार, त्यो हामीले हेर्दा नि बवाल लाग्यो स्टोरी, सोचेकै थिएन मैले चाहिँ त्यत्रो मान्छे हुन्छ भनेर है। तर रहेछ नवाजको। अब अझै त्यो इभेन्ट गर्नुभन्दा अगाडि, यो बवालको गीतहरू निस्किनुभन्दा अगाडि नै नवाजको हामीले पोस्टरहरू हाल्न थालेपछि नेपालभरिमा 10-12वटा ठाउँबाट इन्क्वायरी आइरहेको थियो है। हाम्रो पनि गर्नु पऱ्यो भनेर। त्यो रहेछ मजाको उसको यहाँ नेपालमा होइन। अब टाइम थिएन, अर्कोचोटि गर्नुपर्छ भनेर त्यो झन् अब यो
हिट भइसकेपछि त अब अफकोर्स आइहाल्छ होइन हिट नहुँदै के है तर बुटोल नि बवाल भयो पोखरा नि बवाल भयो है मजाले त्यो पुरै झाली बिट त्यो हरिब लागेको थियो झ्याङ 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 त्यो बिट पनि हरिब मिलाइरहेको थियो रमाइलो छ क्या दामी कम्बो भइदियो अब त्यो ओएमजी स्पार्क होइन ट्यालेन्टेड मान्छे अनि अब सिसन दाइ ठ्याक्क कस्तो अब त्यो 24 घन्टामा यो बनाउनु भनेपछि मान्छेलाई झन् के बनेछ त भन्ने हुन्छ यतापट्टि हाम्रो नवाजसँग चाहिँ हाम्रो बवालकोबाट चाहिँ कुरा भइरहेको थियो एउटा बवालको एउटा एन्थम बनाउनु पऱ्यो अर समथिङ काइन्ड अफ बवाल रिलेटेड बनाउनु पऱ्यो भनेर पहिलेदेखि कुरा भइरहेको थियो क्या अनि ठ्याक्क त्यो पनि बनिदियो अहिले त म थाहा नै थिएन म त बवाल बनाउनु ला भनेर क्या मलाई केही पनि थाहा छैन म त केही एउटा नयाँ गीत केही बनाउनु ला होला उसको लागि अलिकति प्रमोसन टाइपले गर्नु ला होला भरे त बवाल रे अहिले जसको मुखमा पनि के होइन तर यो नाम हरिब क्या चिज यार कसरी नाम सोच्यो यो बवाल ओइल्सको यार बवाल भनेको त्यो ब्रान्डको नाम अब यसै बस्दा बस्दै सोचायो होइन तर त्यो मुखमै झुन्ने खालको नाम अनि मलाई के मन परेको भने त्यस मलाई प्रिन्टेड टी सर्टहरू पनि मनपर्छ क्या यो कार्टुनहरू लाइक यो अझ त्यसमा त बवाल छ नि त्यो नेपालको सिनेरीहरू होइन के छ नि होइन त्यो अनेक क्या मन परेको मलाई त्यो एउटा टी सर्ट चाहिँ अझैसम्म याद हुन्छ अल्जेको जिन्दगी त्यो त्यसमा चाहिँ त्यो हाम्रो तारहरू अल्जेको त्यो वाइल्ड डिप सोचेको अलिकति यही नेपालकै कुराहरूलाई रिलेट गरेर त्यही भएर बाहिरतिर चाहिँ हाम्रो वाइल्ड बिक्छ है बाहिरतिर चाहिँ प्रायः राम्रै भइरहेको बिजनेस गर्ने दाइलाई सोध्नुपर्छ के हो या के हो साइलेन्ट पार्टनर सार्टनर के छ होला अरे त्यस्तो त अब मलाई दिए हुन्थ्यो अरे होइन हजुर राम्रो त्यस्तो राम्रै भइरहेछ बवाल भोइसको राम्रो भइरहेछ राम्रो भइरहेछ अझै राम्रो गर्नुपर्छ होइन त्यही हो जिन्दगीमा जे कुरा पनि हात हालिसकेपछि राम्रो गर्नु पऱ्यो इभेन्ट पनि अब हात हालिहाल्यो गऱ्यो होइन अब त्यसपछि धेरैजनाबाट अब गरौँ भनेर आइरहेछ अझै किनभने हामीले मात्र गरे होइन त्यो अब आर्टिस्ट पनि अलिकति सबैजनाको टिमवर्कले गरेर भयो हो नि त ट्रेन्डिङ 2 सम्म पुग्यो होइन अब बिचरा भर्खर आइरहेछ नेपाल आउनु भएको छैन 24 घन्टामा म्युजिक भिडियो बनायो अनि रिलिज गर्यो अनि ट्रेन्डिङ 2 मा आउनु भनेको इज द नट त्यो त जोक्का होइन बवाल हो त्यो त बवालै हो नि त गीत पनि बवाल बवाल हो नि त उसको लागि पनि धेरै राम्रो कुरा हो अनि खुसी छ जस केटाहरू वाइल्ड खुसी छ होइन म पनि दामी वेयर्स निकाल्नु पर्ला बवाल दामी वेयर्स खुसी छ जस केटाहरू अब के छ नयाँ कोही नयाँ अब सोचिरहेको छ आर्टिस्ट यसरी नै ल्याउने त्यसरी सोचेको छैन केही पनि नयाँ आर्टिस्ट ल्याउने अब आफ्नै काम छ टन्न अब आर्टिस्टहरूको अब हेरौँ अब के हुन्छ होइन समय र स्थितिले होइन गर्नुपर्छ यार म त हरिब खुसी लाग्छ यार सबैजना केही न केही त गरिरहेको छ है केटाहरू पनि बवाल छ यार हाम्रो प्याराडाइममा है बल छ पिएसएन आज पनि सुट गरिरहेछ कता अब भलिबल सुट गर्न आउँदैछ इन्टरनेसनल समथिङ नेसनल हो कि इन्टरनेसनल भलिबल के हुँदै रहेछ रङ्गशालामा समथिङ इन्टरनेसनल जस्तो लाग्यो केटाहरू सुट गर्न आउँदैछ अस्ति पनि आएको थियो नि केटाहरू पोखरा बेलुन फेस्टिभल बलुनको पनि राम्रो भयो बलुनको पनि प्रमोसन राम्रो भयो त्यो सबै हात हालेको कामहरूमा राम्रो भइरहेछ होइन भविष्यमा पनि यस्तै राम्रो होस् हुन्छ चाहन्छु म मेन कुरा चाहिँ नयाँ नयाँ कुरा ल्याउनु नै हरिब हो क्या है त्यो हामीले हाम्रो कामै के हो र जस्तो चङ्गाको काम पनि त हाम्रो इन्टरटेनमेन्ट दिनु त हो नि त्यो सकेसम्म अडियन्सको माझ चाहिँ इन्टरटेनमेन्ट पुगिरहेको होस् भन्ने होइन त्यो चाहिँ हामीले काम गरिरहेको छौँ हाम्रो कर्तव्य अरूले नगरे पनि त्यसको लागि हामीले चाहिँ गरिरहेको हामीले दिएछौँ यो चाहिँ स्याटरै हाटे जस्तो भयो तर हामीले चाहिँ गरिरहेको छौँ केही न केही इन्टरटेनमेन्ट दिएर त्यो चाहिँ राम्रो हो यार सुस्त अब म्युजिक भिडियोमा नि नाम पनि आउनु पऱ्यो प्याराडाइम टिभीको अलिकति म्युजिक भिडियो भन्दा नि सिधै मुभी छ ओए यो त हामी पहिला बनाउनु पर्छ यार चङ्गाले बनाउँछ त्यसपछि बल्ल प्याराडाइमको पाला आउँछ जस्तो अलिकति मुभी सर्ट मुभिज म्युजिक भिडियो छ आफ्नो ठाउँमा म्युजिक भिडियो अहिले बनाउने धेरै छ गाह्रो छ यार यो म्युजिक भिडियो यार मान्छेले हेर्दाखेरि मजाले 3 मिनट 4 मिनट सरेर घर बसेर बजेटै हुँदैन अब सोच छ 10 लाख बजेटको हाल्छ 1 लाख 1 लाख त धेरै राम्रो हो नि कोही त आउँछ नि 20-30 बजेटमा बजाइदिनु पर्यो कसरी गर्ने भन्ने कि अब होइन मेरो सबै कुरा अडियो प्रोडक्सनमै पैसा खर्च भयो यस्तो गरिदिनु अब फेरि कस्तो माया लाग्ने अब के गरिदिउँ भन्ने भने फेरि आफै भुक्का भएर कसरी गर्नु फेरि आफू पनि एक्लैले गर्ने टिम चाहियो फेरि अब त्यो बनाइसकेपछि नाम आइसकेपछि अब त्यो थोरै बजेट भयो भन्दा फेरि भिडियो जे पाए त्यो बनाउनु नमिल्ने गाह्रो छ क्या त्यो लाइक धेरै कुरा सोच्नुपर्ने अब क्यामेरा ढाक्नको उपर ल तिमी त्यसै गर गर्न मलाई गर कुरा गर भनेर लास्टमा कसले बनाएको भन्दाखेरि नाम आउँदाखेरि त लास्टै त्यो हुन्छ नि त्यो हाम्रो चाहिँ त्यस्तो मानिसक्यो नत्र हामीले वाइल्ड धेरै म्युजिक भिडियो भोलिको पर्सि नै 1 हप्ता लगातार गर्थ्यो होला तर त्यो चाहिँ सोच्नुपर्ने कि अब बनाइसकेपछि लेट्स मेक इट भेरी गुड होइन
जसले चाहिँ राम्रो उसलाई पनि भ्यू आओस्, उसलाई पनि केही फाइदा होस् हामीलाई लिइसकेपछि। त्यो उसले हामीलाई फाइदाको लागि त अब हामीलाई लियो चङ्गा, जस्तै प्याराडाइमलाई लियो होला, के को लागि लिन्छ नि त, इभेन्टको लागि लिएर के लिएर, त्यो त हामीले पनि त उसलाई दिनु पऱ्यो नि त फाइदा। त्यस्तो चाहिँ लाग्छ, गिभ एन्ड टेक चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई हुनु पऱ्यो है। त्यो चाहिँ अब आजकल धेरैले गर्दैनन्, तर मलाई हाम्रो लागि चाहिँ त्यस्तो लाग्छ, गिभ एन्ड टेक चाहिँ हुनुपर्छ। अरूले पनि जोस् देख्छ नि त हो होइन, यो एउटालाई राम्रो गरिदिइसकेपछि भनेर पछि पछि आउने त हो। अहिले हामीले अब जस्तै अब नवाजसँग मिलेर गऱ्यो होइन, अब आइरहेछ इन्क्वायरीहरू धेरै नै टन्नै आइरहेछ, धेरैभन्दा पनि होइन। अब फिल्टर गर्नुपर्छ, गर्ने कि नगर्ने नै अब छैन, अब एउटै टिम हो, कहाँ मात्र के मात्र गर्ने होइन। फेरि नेपालमा के चल्छ चल्दैन थाहै हुँदैन, भगवान् कसम। अब अस्तिसम्म जेम्सी थियो, फेरि दुर्गेश थापा आयो, फेरि अहिले नवाज अन्सारीको चर्चा भइरहेछ होइन। कुन दिन फेरि को आइदिने हो है, त्यो के मिसम्याच छ कि त्यो हाम्रो नेपाली अडियन्स के हुन्छ नि, के मन पराउँछ के मन पराउन्न है। मजाले एकछिनसम्म हाम्रो कस्तो हुन्छ नि, यस्तरी माथि उठाइन्छ होइन, ढ्वाक्क तल झारेको थाहा पाउनु क्या हाम्रो अडियन्स त्यस्तो छ कि, याद गरेर पुरै माथि फ्लात्त झारिदिन्छ, कति झर्छ खानु फेरि। त्यो चढ्नलाई चाहिँ मेहनत गरिराख्नु पऱ्यो कि, मेन कुरा मेहनत चाहिँ गरिराख्नु पऱ्यो, सिनमा भइरहनु पऱ्यो, एक्ज्याक्टली फ्लोमा गइराख्नु पऱ्यो। त्यो जस्तै फ्लोमा गएन भने गयो, त्यो चाहिँ सोचे नै हुन्छ, त्यो चाहिँ मजाले गयो। के अरे मैले एउटा कुरा सोध्न मन लागेको थियो क्या, युआर भेरी क्लोज टु सिसान बानिया नि त होइन, अब सिसान बानिया होइन, लाइक हाम्रो इन्सपिरेसनै हो अहिले युथहरूको लागि होइन। मलाई चाहिँ त्यस्तो लाग्छ है, मैले चाहिँ उहाँबाट धेरै कुरा सिकेँ जस्तो लाग्छ क्या। हि इज डुइङ एभ्रिथिङ, अहिले सबै कुरामा हात हालिरहेको छ नि त, पोडकास्ट पनि गरिरहेको छ होइन, अब ब्लग पनि गऱ्यो, लभ पनि गऱ्यो, सरी त्यो फेरि बिचमा आएको छु लभ पनि गऱ्यो अनि के गऱ्यो होइन। तर धेरै कुराहरू पनि मैले सिकेँ क्या उहाँबाट, कि कन्फिडेन्स गऱ्यो भने सकिन्छ होइन। यस्तो चाहिँ लाइक उहाँलाई कहाँबाट आउँछ यस्तो इन्सपिरेसन हुन्छ नि, अब युआर भेरी क्लोज टु हिम, त्यस्तो एउटा सोधिरहेको मैले होइन, के छ कहाँबाट आउँछ यस्तो सोचहरू नयाँ नयाँ दिमागमा? सोच त प्राय सबैजनाको आउँछ हो होइन, अब त्यसलाई एक्सनमा ल्याउने भन्ने कुरा हो होइन। एट द एन्ड अब त्यसको लागि चाहिँ अलिकति टिममा बेनिट जस्तो मान्छे हुनुपर्छ। यो चाहिँ बल्ला यो दाबी लास्टमा घुवा फिराएर आफै हिरो के त्यो, यो चाहिँ बल्ला अलिक घुमिफिरी म मात्रै नभनौँ, टिम प्याराडाइम जस्तो हुन्छ होइन। अनि टिम दामी हुनुपर्छ जेमा पनि होइन। अब एक्जाम्पल के दिइरहनु, अब फुटबलै हेरौँ, एभ्रिथिङ जेमा पनि हेरौँ, एकजना मात्र भएर हुँदैन। क्रिकेट एनपिएल पनि कस्तो बवाल भयो, टिम बिना सबै कुरा टिम हो, टिमवर्क हो। यो फिल्डमा चाहिँ अलिकति टिमवर्क हुनुपर्छ, सबैजनाको इक्वल के भन्छ त्यसलाई, अब सहभागिता हुनुपर्छ होइन। नाइस वर्ड सहभागिता, यो के भन्छ इङ्ग्लिसमा त्यसलाई, कस्तो मलाई ठ्याक्कै आएन कि, पार्टिसिपेसन त्यस्तै एभ्रिथिङमा अब फुल 100% दिनु पऱ्यो। टिम दामी भएपछि जे पनि दामी हुन्छ। मेन कुरा आर्ट हुनु पऱ्यो क्या, गर्छु भनेर मात्रै। अनि एउटा एकजना लिडर हुनु पऱ्यो जो दाइ छँदैछ होइन। अनि कहिले कहिले अब हामी डाउन भइरहेको हुन्छ, कति प्रोजेक्टहरू गर्छ हामीले पनि, अब यसो बाहिरबाट हेर्दाखेरि कति प्रोजेक्टहरू हामीले निकालेको छैन कि, राम्रो लागेन निस्केन, मेहनत त गएको छ नि त त्यहाँ, जे पनि अपलोड गरिदिने होइन त्यो पनि होइन। यस्तो यस्तो कुराहरू चाहिँ अलिकति दाइबाट फिल्टर गर्नुपर्छ होइन। कन्टेन्ट खिचाएको छ, दिउँसभरि लाएर 2 दिन लाएर 3 दिन लाएर खिचेको छ, तर कन्टेन्टै आएको छैन, प्लस अब त्यो राम्रो भइरहेको छैन क्या, त्यो आफूलाई थाहा छ। त्यस्तो कुराहरू अब गर्नु भएन, त्यसले सिक्नु पऱ्यो होइन। अनि मिस्टेक गऱ्यो भने मिस्टेक रिपिट हुनु भएन होइन, अर्कोचोटि मिस्टेक हुनु भएन। यस्तो कुराहरू अब हाम्रो टिममा यस्तो कुराहरू भइरहन्छ, मिस्टेक गऱ्यो भने गाली गरेर त्यो सल्भ हुन्छ र हुँदैन नि त होइन। बरु अर्कोचोटि हुनु भएन केटा हो, प्लिज है, अर्कोचोटि चाहिँ एकदम ध्यान दिनु पऱ्यो भनेर यसरी सिकाएर होइन। अनि दाइले अब जस नट अन्ली मलाई मात्र, टिममा जो छ सबलाई अब मोटिभेट गरिरहनुहुन्छ। बिग्रियो केही छैन, अर्कोचोटि दामी गर्नुपर्छ, यो त्यो टाइपकोहरू कुराहरू। जस लिडरसिप राम्रो चाहियो, लिडरसिप एउटा भिजन भएको मान्छे चाहियो होइन। अनि भिजन भएको मान्छेलाई साथ दिने मान्छेहरू पनि अलिकति भिजन भएकै हुनुपर्छ। अनि त्यसपछि जे पनि गर्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। हो यार, मैले पनि धेरै कुराहरू अब गर्छु भनेर गरेँ नि त, जस्तै अब होस्ट पनि यत्तिकै भइयो, अनि अब पहिला त डान्स कोरियोग्राफरै थिएँ, यताउता गर्दाखेरि जस गर्छु भन्ने कुराहरू गऱ्यो भने चाहिँ बवाल हुन्छ। टिम भएन भने चाहिँ सक्दैन फेरि है, विदाउट टिम चाहिँ सक्दैन, मलाई त्यस्तो लाग्छ है। सक्दैन
होइन मैले पनि धेरै कुरा ट्राई गरेँ जिन्दगीमा तर टिम भएन भने चाहिँ एक्लै गर्छु भने चाहिँ सक्दैन चाहिँ मलाई अझै पनि धेरै कुरा गर्न मन छ मलाई जस्तै रिलहरू बनाउने कमेडी लाइक वाइन्सहरू बनाउने होइन तर टिम छैन भने चाहिँ मलाई एक्लै त कसरी गर्नु होइन टिम खोज्नु पऱ्यो मेन हो टिम चाहिँ होइन भाइब मिल्नु पऱ्यो हो टिममा जो पनि आउँछु भनेर भन्छ भाइबै मिल्दैन हो exactly. भाइब मिल्ने टाइपको मान्छेहरू हुनु पऱ्यो अब डाइरेक्ट आएर सिधै पहिला पैसा हेर्छ हो होइन सबै कुरा पैसा होइन नि त राम्रो गर्दै गएपछि पछि पैसा पछि लाग्छ क्या हो होइन म धेरैजनालाई त्यही भनेर हुन्छु हो नाइस नाइस वान त्यस्तै हुन्छ अहिलेको अलिकति जेनेरेसनमा सिधै पैसा हेर्नेहरू छ क्या पैसा एकछिन साइड लगा न राम्रो काम गर्दै गर त्यसपछि हो त भन्छ है बाटोमा कति त्यो पैसा चाहियो भन्दा हो हुन्छ। त्यो हामीलाई बाटोमा हिँड्दा नि भन्छ आफूलाई पनि भन्छ होला ओ जङ्गलले त वाइल्ड पैसा छापिरहेको छ होइन यहाँ दिन्छ नि होइन क्या कस्तो के भनौँ एन्सर चाहिँ के दिउँ होला यिनीहरूलाई जस्तो लाग्छ कि मलाई कि भन्छ म त होला हो भनिदिन्छु है हो मजाले छापिरहेको छु मैले भर्खर प्याराडाइम जोइन गर्दाखेरि त्यतिखेर मलाई मेरो साथीहरूले तैँले त त्यो टाइममा लाख भनेको एकदमै धेरै थियो कि अनि लाखौँ कमाउँछस् होला तैँले भन्थ्यो अनि होइन आफू त्यहाँ इन्टर्नमा छ कि इन्टर्नमा चाहिँ तेल कसरी हाल्ने भएर चाहिँ आफूलाई बाइकमा होइन 3 महिना त इन्टर्न थिएँ नि त म फर्स्टमा होइन तेल कसरी हाल्ने टाइपको सोचिरहेको छु म तैँले त लाखौँ कमाउँछस् त्यसलाई दिने होइन मैले म के गर्ने हो होइन कमाएको थिएँ मैले कमाएको थिएँ मैले अब खर्च गरेँ हिजो खर्च गरेछ अझै 1000 रुपियाँ पुगिरहेको छ भने दिएन भनेर माग्दिने स्ट्यान्डअप पनि गर्छ जस्तो त फेरि अनि अर्को एउटा के कुरा लाग्छ यो युट्युबमा मिलियन भ्यू देख्छ त मान्छेलाई त 1 मिलियन भ्यू भन्दा माथि भएपछि तिमीले त लामामा 10-15 लाख त कमाइछ होला है भन्छ नि होइन त्यो एन्सरै के दिउँ जस्तो लाग्छ म त सबैलाई हो है अब म त्यो त्यही अब हो सबै कुरा टेक्निकल कुराहरू डिस्कस गरेर बसिरहने अब समय उनीहरूले समय पनि छैन उनीहरूले बुझ्दा नि बुझ्दैन होइन जसलाई चाहिँ अलिकति अब यही काम गरिरहेकोहरूलाई एकदम सिरियस भएर बुझ्न मन छ भने एउटा कुरा हो नत्र उनीहरूलाई बुझाइरहनु पनि छैन हो भनिदिनु नि सक्यो म त हाँसेर छोडिन्छु त्यस्तो त भनिदिन्छु सक्यो कि त्यो हुन्छ नि त्यो सोच्नेवाला त्यस्तो जस्तै हामीले हराएको माया फर्स्ट म्युजिक भिडियो त्यही थियो होइन त्यो बनाउने बित्तिकै त्यो मिलियन भ्यू त्योभन्दा अगाडि हामी ट्रिब्युट टु सुशान्त सिंह राजपूत बनाएको थियो कि होइन त्यो मिलियन भ्यू यताउता पुग्यो अनिमेसको भिडियो थियो कि एउटा अनिमेस र नम्रता श्रेष्ठको अनि नम्रता श्रेष्ठ अहिले ब्याटर ग्राउन्डमा गएको चाहिँ हाम्रो छ नि होइन त्यो पुरै मान्छेले त्यो ओए मिलियन भ्यू यार पैसा वाल छापेछ कस्तो मेरो घरको खानालाई चाहिँ थाहा छैन कि म त्यो युट्युब अझै लाइक हुन्छ त्यसरी इन्भल्भ चाहिँ म त्यसरी थाहा छैन कि लाइक युट्युबमा यसको मिलियन भ्यू आइरहेछ यो आइरहेछ त्यसरी चाहिँ इन्ट्रेस्ट छैन न त घरमा पनि बाबु पैसा होइन अहिले त मान्छेहरू धेरै बुझ्ने भइसक्यो नि युट्युब फिल्डमा जस काम गरिरहँदाखेरि के पहिला चाहिँ अब जस मैले भर्खर यो लाइनमा जोइन हुँदाखेरि चाहिँ के गरिरह टाइपको गर्थेँ कि युट्युबलाई अब फ्यामिलीले त त्यति मतलब गर्दैन थियो नि त होइन के गरिरह यो अब क्यामेराम्यान भन्छ होइन मलाई अझै पनि अब दसैँ ससैँमा यसो अङ्कल सङ्कलहरूले फोटो खिच्दैन त क्यामेराम्यान होइन भन्छ कि होइन अब उसलाई के बुझाइरहनु खै दिनु फोन खिचिदिन्छु त्यो फेरि म एउटा मात्र फोटो खिचिदिन्छु अनि सक्यो कि लाइक गर्न खोजेको चाहिँ के लाइक करियर स्टार्ट गऱ्यो नि त प्याराडाइममा होइन आफूले गर्यो अब एडिटिङ गऱ्यो एडिटिङबाट सुरु गऱ्यो अनि गर्न चाहिँ के मन छ मलाई एकदम रमाइलो लागेको चाहिँ म बाहिर हुँदाखेरि मैले प्याराडाइममा ठ्याक्क 2-3वटा सोजहरू निस्किन थाल्यो ल मा यस्तो पनि हुन्छ टाइपको क्या रमाइलो क्या मलाई त त्यो गेस द सङ्ग्सहरू होइन नितिश दाईहरू आएर टक बस्दाखेरि क्या रमाइलो लाग्ने अनि यसमा चाहिँ मैले केही कुरा एड गर्न सक्छु कि भन्ने मलाई फिल थियो कि नट सेसन दाईको भ्लगमा त पछि गयो होइन सेसन दाईको भ्लगबाट चाहिँ घुम्न जान पाइन्छ चाहिँ रमाइलो हुन्थ्यो होइन अनि त्यसपछि अब प्याराडाइमको सोमा चाहिँ मैले पनि केही दिन सक्छु कि इनपुट टाइपको थियो बिस्तारै प्रोडक्सन एडिट यो त्यो गरेर चाहिँ सबै कुरा सिक्नुपर्ने रहेछ एज अ होइन माथिबाट हेर्न मन छ भने चाहिँ तिम्रो कन्टेन्ट होइन हाम्रोमा एकदम चाहिने कन्टेन्ट एडिट होइन क्यामेरा नलेज थाहा हुनु पऱ्यो अनि अलिकति म्यानेजमेन्ट भइसकेपछि यस्तो सो गर्न सकिन्छ क्या सबै कुरामा चाहिँ हुनु पऱ्यो इनकेस अब तिमीलाई एडिट छैन भने अब एडिटरहरूले तिमीलाई पेल दिन्छ क्या दाइ रातभरि एडिट गरेको हेर्नु न दाइ भ्याउँदै भ्याएन गर्छ होइन खै के एडिट गर्छ देखा त भन्यो भने त आफूले त एडिट गरायो नि त अनि गफ हान्न त्यसले पाउँदैन क्या सबै कुरामा भिजिसकेपछि अनि त्यसपछि चाहिँ माथि टपमा बस्न सकिन्छ क्या त्यो बेसहरू नै थाहा छैन भने होइन त्यो जसले क्यामेराले पनि पेलिदिन्छ दाइ ब्याट्री यस्तो उस्तो होइन होइन क्यामेरा क्यामेरा तात्यो होइन
छ नि त जेको पनि सल्युसन त छ नि त लास्टमा भन्न पाए डन्ट टिचर फादर हाउ टु होइन त्यो सबै मजाले- जानेपछि होइन त्यो चाहिँ जान्नुपर्छ अलिकति अब माथि है? लेभलसम्म नाइस पुगेर अलिकति काम गरेर नि हो भने चाहिँ म त लास्ट अल्छी छु मलाई त त्यस्तो केही नलेज हाम्रो विवेक छैन विवेकले हो होइन, सिकाउनु। हुनुपर्छ म यार, एकदम एकदम सबै कुरा मैले हुनुपर्छ। प्याराडाइम लाइक युट्युब त धेरै हेर्थिनँ यही मान्छेले गर्दा युट्युब हेर्न लाग्यो प्याराडाइमको यो हेर्न लाग्यो अकडम बकडम होइन म त वाइल्ड त्यस्तो सोसियल मिडिया कुरामा त म लास्टै पछाडि थिएँ लाइक हुन्छ नि म त्यस्तो इन्ट्रेस्टै थिएन क्या म डान्स गर्ने हिँड्ने भने त मलाई इन्ट्रेस्टै थिएन क्या पछि पछि यो मान्छेले गर्दा इन्ट्रेस्ट जाग्यो मलाई एक्टिङ करियरमा एकदम बनाउन मन लाग्यो होइन अनि म्युजिक भिडियोहरू बनाउँदै गर्ने एक्टिङ सिकाउने डान्स गर्ने डिरेक्सन गर्ने यताउता त्यस हाम्रो लिडर त बबाले छ फेरि उसले पनि फेरि म बिना त सक्थेन फेरि भने भन्न पाएन सिसानले बेनिट बिना नसक्सेस त विवेकले बकबक बिना सक्थेन त्यस त्यो हो यार सबै कुराको नलेज भयो भने लाइक हो ढाँट्न पाएन होइन त्यो मेन चाहिँ मलाई त काम चाहिँ छिटो छिटो टाइमिङमा गर्न मन लाग्छ क्या ट्याक्क टाइममा हुनु पऱ्यो क्या आज म्युजिक भिडियो खिच्दा पनि भोलि एडिटिङ भयो भने लाइक मान्छेलाई दिन पनि पाएँ पाएँ है त्यस्तो चाहिँ मलाई बवाल लाग्छ कि ठ्याक 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 काम Energy, अझै त्यो छैन कि त्यो अझै पनि छैन कि त्यो एनर्जी ड्रेन हुन्छ क्या अब अहिले खिचेको भिडियो 1 महिनापछि एडिट गर्दा त्यसको त्यो भाइब्स पनि जान्छ क्या एक्ज्याक्टली भाइब पनि जान्छ होइन स्टोरी कहाँ हो के हो के हो होइन त्यो गरिरहेको बेलामा ढ्याक्क गरिदिइहाल्नुपर्छ क्या हो जेसुकै होस् जस्तो सुकै निस्कोस् होइन त्यो चाहिँ गरिदिनुपर्छ त्यसको चाहिँ अझै कमी छ यार यो हुन्छ नि अझै टाइम टु टाइम अस्ति हामीले उसको गरेको थियो कि अस्ट्रेलियाको द अमेजिङ ग्रेस भन्ने चाहिँ हामीले हेरेको थियो कि पोखरामा चाहिँ क्या काम गरे आयो वाल बवाल लागेको हुन्छ नि मिठो क्या अब जस अब के भन्ने त्यस्तो राम्रो काम गरियो त्यसमा त्यस मजा आयो क्या त्यो चाहिँ त्यसरी रहेछ काम गर्ने बाइक पनि थाहा पाएको क्या तिनीहरूको क्या त्यो चाहिँ यहाँ पनि भयो भने कस्तो दामी हुन्थ्यो जस्तो लाग्छ क्या छ बिस्तारै हुँदैछ हुन्छ अब हामीले गर्ने त अब अरू पनि गर्ने अहिले त निस्केछन् गर्न त पर्छ हामीले त्यही हो मेरो चाहिँ अलिकति प्याराडाइममा जोइन हुनु अर्को ऊ भनेको मलाई म्युजिक एकदम मनपर्ने कि म्युजिकमा बच्चैदेखि के भन्छ अब फाटाफुट्टा अलिअलि गाइरह हुन्थ्यो कि गीत चाहिँ गाइराख्नु नि गीत गाइरह हुन्थ्यो होइन अनि प्याराडाइम चाहिँ एउटा चक्क प्लेटफर्म हुन्छ अनि यसो आफूले पनि केही गाएर केही गर्न मिल्छ टाइपको के यसो कभर सङ्ग्सहरू त्यतिखेर पहिला पहिला त कभर सङ्ग्स वाइल चल्थ्यो नि त कभर सङ्ग्सहरू गरेर त्यो पनि एउटा थियो मेरो पार्टमा अहिलेसम्म मैले केही गर्न चाहिँ गरेको छैन यतै बिजी हुन्छ होइन तर मर्नुभन्दा अगाडि गर्नु छ है मन धेरै कुरा गर्न चाहिँ मर्नुभन्दा अगाडि त एउटा फिल्म खेल्नु चाहिँ छ यो मुभीहरू भनेको त पछि अब एक्टर एक्ट्रेसहरू देखेर अब जे गएर यसो केजिएफ हेऱ्यो भने अब आफूलाई हिरो हुन मन लाग्छ होइन फुटबल देख्यो भने आफूलाई रोनाल्डो हुन मन लाग्छ त्यो आफ्नो ठाउँमा छ तर मलाई म्युजिक चाहिँ अलिक पहिलेदेखि थियो क्या इन्ट्रेस्ट अनि झन् अहिले त अब कतिजनासँग सङ्गत भयो म्युजिकको कामहरू आयो भने म एकचोटि चाहिँ यसो हेर्छु कि धेरै कुरा सिकिन्छ नि त होइन बिहाइन्डमा गर्नु भनेको नि त धेरै कुरा थाहा हुन्छ अनि म्युजिकमा छ इन्ट्रेस्ट अनि म्युजिक चाहिँ गर्न मन छ लाइफमा एकचोटि के हुन्छ कसो हुन्छ बाल भएन तर गर्ने हो गर्न त धेरै कुरा गरे नि जस्तै अब कन्टेन्ट क्रिएट पनि सबै गर्छ क्या कन्टेन्ट क्रिएट पनि कन्टेन्ट क्रिएसन होइन अब म्यानेजमेन्ट के मात्रै गरेन मार्केटिङ होइन क्लाइन्टहरूलाई भेट्ने यताउता भेट्ने कुरा गरे 100जना क्लाइन्टहरूसँग कुरा गऱ्यो भने 5जनाले बल्ल बल्ल ओके भनेर हुन्छ 95जनासँग त तिमी खेर बोलिरहेछौ क्या है त्यस्तै छ नेपालको सस्टेन गर्न सकिन्छ त लाइक यो कन्टेन्ट क्रिएट गरेर लाइक हुन्छ नि यो गरेर गर्नेले गरिरहेछ अब आफूमा अलिकति कन्फिडेन्स हुनु पऱ्यो सक्छ जस्तो लाग्छ मलाई चाहिँ आई थिङ्क कुर्नुपर्छ जस्तो लाग्छ कि राइट टाइमको लागि कि होइन पेसेन्स चाहिँ वाइल्ड चाहिन्छ पेसेन्स हुनु पऱ्यो सक्न चाहिँ सकिन्छ होला कि सस्टेन हुन नेपालमा पनि यही कुराहरूले नै गरिरहेछ त कतिजना छ अहिले इन्फ्लुएन्सरहरू कति वाइल्ड छ यार त्यो वाइल्ड छ यार काम पाइरहेको हुन्छ उनीहरूले केही नयाँ प्रोडक्ट आयो समथिङ आयो इन्फ्लुएन्सर्सहरूले पाइरहेको हुन्छ अहिले होइन अलिअलि उनीहरूलाई अब पैसा आइरहेछ नि त होइन राम्रै गरेर हुन्छ गर्नुपर्छ यार अनि अलिकति इन्फ्लुएन्सर्सहरूले पनि अलिकति हेरेर गरे चाहिँ राम्रो कि नट कि अब जे पाए त्यही ब्रान्डलाई प्रमोट गर्ने भन्दा पनि ब्रान्ड बुझ्नु पऱ्यो कि हो ब्रान्ड के हो त राम्रो छ कि छैन आफूलाई गरेर पैसा मात्र आएर भएन नि त त्यो पार्टहरू हेरेर गर्दै चाहिँ राम्रो त्यो त एउटा मुभीको छ क्या आई मुभीमा छ नि त त्यो हिरोले त्यो गरिदिन्न नि यो एड यो पर्फ्युम के समथिङ के कोल्ड ड्रिङ्क्सको एड हो के एड म गर्दिनँ भन्छ त्यसमा त्यो पुरा डाउन हुन्छ नि त त्यस्तै हेरेर गर्नु पऱ्यो यसले गर्दा अब कस्तोहरू आइरहेको हुन्छ क्या त्यो सिधै ठग्नलाई आइरहेको हुन्छ
मार्केटिङमा पैसा खर्च गरेर हुन्छ, अब पाइरहेको हुन्छ, गरिदियो। अब त्यो इन्फ्लुएन्सर्सहरूबाट त कतिजना ए हो र भन्ने हुन्छ नि त। राम्रो कुरा गर्नु पऱ्यो होइन, अलिकति सोचेर बुझेर गर्नु पऱ्यो। त्यही हो, लाइक यसले गर्दा हुँदो रहेछ, हामीलाई नै हुन्छ कि भन्ने हुन्छ। हो कति धेरै लाइक एकजना नहोला दुईजना, लाइक 100जनामा 10जना त गर्छ नि त त्यो हेरेर होइन। हाम्रो प्याराडाइममा पनि अब गिफ्ट स्पोन्सर्स होइन यस्तो यस्तो आइपुग्छ। म चाहिँ फर्स्टमा फुड छ भने टेस्ट गर्नु पऱ्यो। ओके, लुगा समथिङ केही छ भने यसो हेर्नु पऱ्यो, लाएर हेर्नु पऱ्यो आफूले कस्तो चाहिँ के छ। अब एक क्लट धुन पाएको छैन, कालोको सेतो हुन्छ कि, अनि त्यस्तो लाग्यो नेपालको वान अफ द फाइनेस्ट क्लोदिङ इन्डस्ट्री भन्न त सुहाएन नि त। हामीलाई त कराउँछ नि त पछि हो त्यो त होइन, खानेकुरा यस्तो कुरा अनि प्रडक्टहरू। म चाहिँ फर्स्टमा टेस्ट हान्छु कि, हामीलाई पनि पठाइदिनु न त एकलट हेरौँ भनेर हामीलाई पठाइदिन्छ। अब खानेकुरा भने टेस्ट गर्ने त्यस्तै कुरा त हामीले त्यहीँबाट देखेर नि त्यो गिफ्टहरू देखेर नि मैले त गर्छु त्यहीँ। अब त्यो प्याडरमै दिएको गिफ्टहरू हुन्छ नि, ओ यो लाइक त्यो एउटा के ग्रिन टी थियो नि राकुरा, त्यो त्यही पनि राकुरा अब इज नेपालको टपमै पर्छ नि त, दामी है होइन। अनि त्यसपछि अब उहाँहरू नै आइसकेपछि त जे होस् राम्रै हो नि त। त्यस्तै त्यस्तै जस ग्रिन टीहरू त्यो मैले खाएँ त्यो अस्ति मैले पाएको थिएँ नि त गिफ्ट, त्यो नि खाएँ मैले। अनि यो क्यानभासहरू है यो हामीले त पाएन है, हामीलाई त दिएन है। अब अर्को अनि त्यतिखेर उनीहरू ब्रेकमा थियो कि समथिङ केमा थियो, उनीहरूको नि राम्रो भयो। धेरै ब्रान्ड्सहरू हामीसँग कोल्याब भएको ब्रान्ड्सहरू अहिले कहाँ कहाँ पुग्नु भएको छ होइन। खुसी लाग्छ जे होस्, अहिले चाहिँ हामीलाई सम्झिनु हुँदैन टाइपको के। त्यो त हुन्छ होइन सम्झिनु त्यो त हुन्छ, फेरि त्यो चाहिँ हुन्छ। ब्रान्डहरू कहाँ पुगिसकेको छ होइन हामीसँग स्टार्टिङ गरेदेखिको। हो यार, तर त्यो हामीले चाहिँ पाएन है, त्यही मात्रै नपाएको है। अलिक मन चाहिँ त्यसमा दुखेछ है। अर्कोचोटि पाउँछ कि अर्कोचोटि स्योर पाउँछ। अहिले हामीसँग क्यानभास जस्तो सनिल आर्ट्स भन्ने हुनुहुन्छ, उहाँको पनि राम्रै छ, हाम्रो अर्को पार्टनर हुनुहुन्छ, राम्रै छ। चेस ब्रान्ड्सहरू यसो हेरेर जस गिफ्टिङमा क्लाइन्ट भन्न आएछ, अब गेस्टहरू आउँदाखेरि खुसी हुन्छ जस गिफ्ट पाउँदा। सबसे खुसी पार्टै त्यही लाग्यो क्या धेरै एउटा आज फेरि 2टा 3टा ल अच्छा क्यालकुलेट गर्नु पऱ्यो भने नि एकजना गेस्टले अब 40,000 to 50,000 को गिफ्ट लगिरहेको हुन्छ है, मजाले लगिरहेको हुन्छ होइन। अनि खुसी भइहाल्छ नि, अब त्यति त दिनु पऱ्यो हो यार। अनि त्यो फेरि पहिलादेखि आइरहेको चलन हो होइन, पहिल्यैदेखि गरेर हामीले कुरा। अब गिफ्ट नहाल्दाखेरि मान्छेलाई कुनै एपिसोडहरूमा त हामीले भ्याउँदैन हाल्दै हुँदैन क्या, खै त गिफ्ट टाइपको दिन्छ कि। सबसे दामी चाहिँ मलाई फुट भाउचर लाग्छ कि, ठ्याक्क थाक्छ नि त सुटिङबाट, क्या 1-2 घन्टा सुटिङ गरेँ त्यहाँ होइन, त्यो चाहिँ ठ्याक्क फुट भाउचर आउँछ कि, ल फोन गरेर अर्डर गरिहाल्छ टाइपको हुन्छ नि, त्यो चाहिँ अहिले लाग्छ कि दामी यार। त्यो गरिराख्नुपर्छ हामीले यार, अब कन्टिन्युटी दिइराख्नुपर्छ। अब चाहिँ मेरो त यार यो पहिलो एपिसोड है, के गफ हाने के गफ हानेन थाहा पनि भएन है, पुरै फ्लोमा होइन। दिस इज द पाइलट एपिसोड पाइलटमै म के पाइलट रियल पाइलट भएको है। अब हामी पनि अब सँगै अब एक दिन कोल्याब गर्नुपर्छ है, प्याराडाइम र चङ्गा प्रोडक्सन सँगै काम पनि गर्नुपर्छ होइन। के भइरहेछ हाम्रो चङ्गा फेस्टको? चङ्गा फेस्ट हुन्छ यार छिटै, कहिले? अब दसैँतिर, मेबी दसैँतिर हुन्छ होला, ट्याक्कै चङ्गा उडाउने बेलामा। लास्ट टाइम त हामीले बवालै भयो होइन, हाम्रो जोन राई नै थियो क्या, जोन राई थियो, हाम्रो पोखराको ब्यान्डहरू पनि थियो, रमाइलो त रमाइलो भयो, राम्रै भयो। चङ्गा फेस्ट 2 पनि लेट्स सी, हामीले आर्टिस्टहरू सोचिरहेको छौँ, उहाँले अलिक खतरनाक आर्टिस्टहरू सोच्नुपर्छ, म नाम चाहिँ हिँड्न होइन, त्यो हामी डिस्कस भइरहेको छ। प्लानिङ चाहिँ दसैँमै छ, दसैँमै गर्दा राम्रो हो जस्तो। दसैँमा त्यो दिनमा यार त्यो फर्स्टमा नि तपाईँहरू सब आइदिएको, क्या खुसी लाग्यो, प्याराडाइमको पुरा होल टिम आइदिएको, लाइक त्यतिखेर नि लाइक वाउ यार what a great सपोर्ट होइन, यसरी आइदियो, क्या खुसी लाग्थ्यो हामीलाई यार होइन। 9780 चाहिँ हामी सबै टिमै आउन पाएन, त्यसमा नि हामीलाई कस्तो आउन मन लाग्थ्यो होइन, दामी भएको थियो 97 है, आउन मन लाग्थ्यो। त्यस प्याराडाइमले गरेको कुराहरूमा हाम्रो चङ्गाको टिम चाहिँ भेरी लाइक हुन्छ नि, हामीलाई आउन मन चाहिँ लाग्छ कि सबै टिमलाई लिएर। अब कसैको के मिल्दैन कसैको के मिल्दैन, टिमै जान पायो भने मजा, जस्तै आफूहरू आउँछ टिमै आउँछ नि त, क्या खुसी लाग्छ क्या। अनि आफूलाई नि अब हामी आउँदा ल हामी गइदिउँ है भन्ने टाइपको हुन्छ नि त। आई थिङ्क यो हुनुपर्छ क्या, अन्डरस्ट्यान्डिङ, म्युचुअल अन्डरस्ट्यान्डिङ होइन, ट्याक्क एकअर्कालाई सपोर्ट, एक्ज्याक्टली सपोर्ट हुनुपर्छ, त्यो दामी हुन्छ क्या। त हामी सक्छौँ, हामी गर्छौँ, हामी हेरौँ, हामी फ्युचरमा धेरै कुरा गर्छौँ हाम्रो होइन। यही अब थ्याङ्क यू यार बेनिट यार आइदियो यार है, ल मेरो यार यो पहिलो अब एपिसोडमा, अब पहिलो एपिसोड हो कि यो रिलिज हुन्छ कि हुँदैन यो अब विवेक के छ, अफकोर्स हुन्छ, यो दसैँमा हुँदैन, यो अब अरू यही केही हुन्छ, अब यो छिटै हुन्छ। त थ्याङ्क यू यार, थ्याङ्क यू भेरी यार, थ्याङ्क यू सो मच है, थ्याङ्क यू सो मच फर कमिङ। फेरि आउँदै गरौँ न, अब छिटै अझै हेरौँ मेरो पनि प्रगति होस्,
सुस्तरी आइएम ट्राइङ माई बेस्ट है अब कस्तो भयो रमाइलो भयो रमाइलो मजाले गफ गर्न त मजै आउँछ नि है के गफ हाने तर मलाई त यस्तै गफ मनपर्छ क्या मलाई यत्तिकै कि सर होइन टाक 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 गफ गरेर के बोले थाहै छैन लास्टमा के बोल्यो थाहा छैन एडिट गरेर काट्न नि गाह्रो होस् न एडिटरलाई एडिटरलाई सरी एडिटर सरी एडिटर है को एडिटर बोलाएर राख्छ विवेकै एडिटर जस्तो लाग्छ उहाँ फेरि अलराउन्डर त फेरि सबै गरिदिन्छ फेरि त्यतिखेर अलराउन्डर हुनैपर्छ पछाडि बस हुनलाई त अलराउन्डर हुनै पऱ्यो नि उहाँ फेरि हाम्रो ड्राइभर हो नि त हामी पछाडि बसिरहेको छ क्या फेरि उहाँले राम्रो चलाएन भने फेरि खसेन हामी खस्यो नि त्यो हो नि त फेरि त्यही मान्छेलाई अलिकति पछाडि ब्याकबोनलाई अलिकति चिनिरहेको हुँदैन एक्ज्याक्टली होइन हामी त ब्याकबोनलाई फेरि धेरै चिन्नु पनि हुँदैन फेरि उसलाई धेरैले चिन्न थाल्यो भने उसको फोकस नै अब काइन्ड अफ म हो टाइपको हुन्छ कामतिर ध्यान हुँदैन कि फेरि नचिनेकै राम्रो पैसाले चिने मात्र पुग्यो ल थ्याङ्क यू भेनिटर थ्याङ्क यू सो मच ल फेरि once more. टाइम हस् है ल बवाल होस् बवाल वेस्ट पनि बवाल होस् प्याराडाइम पनि बवाल होस् हाम्रो चङ्गा पनि बवाल होस् ल थ्याङ्क यू सो मच यार हस् थ्याङ्क यू थ्याङ्क यू